मोदी सरकारले त नमस्ते गर्छ हाम्रो राजालाई। ट्याक्स राखेर ए माइनस फ्याउ फ्याउ गर्छस् फ्याउरो छोरा छोरीलाई पोखरा देश नबनायो नि खाना चाहिँ मिठो बनाउने है। मन्त्रीज्यू थपखाना वेलकम छ हजुरलाई मेरो रियाक्सन च्यानलमा। आज हामीले गर्नेछौँ एउटा कमेडी भिडियो गणेश दिदीको हिजो भर्खरै हाल्नुभएको छ। त्यो भिडियोलाई हामीले रियाक्सन गर्नेछौँ। त्यो रियाक्सन भिडियो चाहिँ आन्दोलन रिलेटेड हिजो अस्ति भएका हालसाल एक महिनाभित्र भएका घटनाहरूलाई रिलेटेड भएर भिडियो बनाउनु भएको छ। भिडियो इज लास्टै फन लगाएर अब ढिलो नगरिकन हामी भिडियोतिर जाउँ। लेट्स गो। हो गाइस भिडियो सुरु भएको छ। ए रहा नहीं जाता। यो भिडियो चाहिँ अबाउट आन्दोलन हो। काठमाडौँमा भइरहेको जति आन्दोलन छ त्यसलाई समेटेर बनाएको भिडियो रहेछ यो। युवा पछि हट्दैन नेपाली आन्दोलन टिकटकर टिचर यतै टिकटकको भाइरल टिचर हो। हाम्रो फर्स्ट कन्टेन्टमा टिचरहरूको आन्दोलनको बारेमा देखाएको छ र टिचरहरूको आन्दोलनको बिच एउटा टिचर जुन भाइरल भएको थियो नि त्यसको यति धेरै आउँछ भिडियो कसम से टिकटकमा पागल भइसक्यो म देख्दा सर। त्यहाँ प्रोटेस्ट भइरहेछ कि टिकटक बनाइरहेछन् कि मेला लागिरहेछ कि बुझ्दै गाह्रो। टक्कै हो त्यही पनि राम्रो गरेछ ल हेरौँ। प्रोटेस्ट कम मेला बढी थियो यार। माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। लास्ट इयर भाइरल भएको टिचर यो हाम्रो लास्ट इयर भाइरल भएको थियो नि टिचर। मन्त्रीकोले बनायो हामी जस्ता गुरुले हो। यो टिचर पनि योपालिको आन्दोलनमा सामेल भएका छन्। बेला बेलामा झ्याप भिडियो चाहिँ हामीले देखिरहेछौँ। यो प्रोटेस्ट चाहिँ एकदम रमाइलो थियो सुरुमा। लास्ट फेज एन्डिङ कस्तो भयो त्यो चाहिँ थाहा भएन मलाई। हिम्मत करा साहस करा यो हिम्मत गर साहस गर भन्ने सङमा त्यो टिचरको प्रोफाइलमा खोलेर गएर हेर्नुहोस् हजुरले 20-30 वटा भिडियो होला कि यो सङमा मात्र। हिम्मत गर साहस गर भनेर भिडियो यति धेरै छ कुरै छोड्नु। शिक्षक पनि होइन भाइरल हुन आएको यार। क्या बोला तूने? शिक्षक पनि होइन भाइरल हुन आएको यार। यो के भइरहेछ सरकार? ए शिक्षक होइन यार म। भीगी बातों में मीठी ऐसा लगता यो गीत यति पपुलर भयो कुरै छोड्नु। यो रिसेन्टली यो आएको गीत मकैबारी दराम चाहिँ यति पपुलर भयो जता पनि यही सुनिरहेको छु। यो टाउको दुखिसक्यो सुन्दा अहिले यो कन्टेन्टमा पनि यही गीत छ अहिले। म्याथ्स टिचरको माग सरकारले हाम्रो माग चाहिँ पाइथागोरस थ्योरम लगाएर पुरा गर्नुपर्छ। हाम्रो के थियो? क्या बोला तूने? एक्स राखेर ए माइनस बी होल स्क्वायर इक्वल्स टु ए स्क्वायर प्लस बी स्क्वायर माइनस सरकार ढाल्दै। अरे मुझे चक्कर आने लग गया। भ्रष्ट नेताहरूलाई साइन थीटा गाल फर्मुला बीटा आरएचएस इक्वल्स टु एन बेबी स्टॉप एचएस प्रुफ गर्दै एक्स प्लस वाई प्लस जेड को भ्यालु 0 राख्दै पाईको भ्यालु पनि निकाल। अरे बस कर भाइ। हियर लेट्स कन्सिडर पाईको भ्यालु निकाल्दै हियर लेट्स कन्सिडर एक्स को भ्यालु हाल्दै कसम से यो पुरै म्याथमेटिशियन वाला प्रोटेस्ट चाहिँ देख्न पाइयो। यो समथिङ न्यू है, नयाँ कुरा देख्न पाइयो। यो स्यालेरीलाई स्क्वायर गरेर सरकारलाई जेलमा ल्याउँछौ। वाह आठ कक्षामा त्यस्तो पढाउँदै थियो तर यिनीहरूको बात त बुझ्न गाह्रो छ। कसरी पुरा गर्छ? नेपालमा दुर्गा तर्साई म कसम भाग्दिन। भगवान कसम भाग्दिन। दुर्गा माताको कसम म भाग्दिन। दाइ पुलिस भाग
तर भाग्दिन भन्दा नि हाम्रा यी दुर्गा दाई चाहिँ कहाँ छन् अहिले अलिकति नोस् कोहीलाई थाहा छ भने कमेन्टमा चाहिँ भनिदिनु होला है मलाई चाहिँ अहिलेसम्म थाहै छैन बट देखिन्थे खुब मोबाइलमा तिनको भाषणहरू आइरहेको हुन्थ्यो आजभोलि चाहिँ आउँदै छोड्यो कि कहाँ छन् दुर्गा प्रसाद आऊ आऊ बचाऊ बचाऊ गार्डन आन्दोलन ओए खाए खाए बच्चाको जाने कन्टेन्ट भनेको चाहिँ 1-1.5 महिनाभित्र चाहिँ इन्टरनेटमा जे भाइरल भयो नि त्यसैलाई समेटेर चाहिँ हाम्रो जेडी ब्रदरले चाहिँ कन्टेन्ट बनाएको छ कि यो यसमा हालसालै भएको प्रोटेस्ट भयो अनि पछि त्यो जुन जुन इन्सिडेन्टहरू भयो त्यो सबै मात्र छ कि अब यसमा देख्न सक्नुहुन्छ हजुरले एउटा सेक्युरिटीले रिसेन्टली बाहिर आइरहेको मान्छेलाई पिटिरहेको थियो उसले चाहिँ पैसा टन्नै अरू भन्दा नि 5 लाख पायो एज अ रिवार्ड अनि पछि राम्रो उसले एप्रिसिएसन पनि पाएको थियो त्यही कन्टेन्टहरू मात्र छ जो रमाइलो तरिकाले बनाएको छ मजा आइरहेछ हेर्न अस्तिको पालि 5 लाख पाइया ओ 5 लाख पायो फेरि बेस्ट सेक्युरिटी गार्ड अफ द इयर पाइने भयो पैसा ही पैसा होगा। मजै खतरा फेरि चोर्दा या स्टाफ लाने गयो चोर भनेर ड्याङ ड्याङ पिटियो लास्टमा त साउहरू पो हुनुहुँदो रहेछ त्यो अस्तिको पालि फिर्ताले Really nigga? तर यो कन्टेन्टमा चाहिँ सेक्युरिटी गार्डको चाहिँ एन्डिङ चाहिँ त्यति राम्रो भएन जति रियल लाइफमा भएको थियो यसमा चाहिँ साउलाई नै कुटेर चाहिँ अहिले आफू बसिरहेछन् मन्त्री कसले बनायो हामी जस्ता गुरुले मन्त्री कसले बनायो हामी यो नि लास्ट इयर भाइरल भएको थियो क्लिप शान्ताराम छुट्दैन कि फेरि आखिर के हो तपाईको माग जिडी ब्रदर इज ब्याक अगेन विथ शान्ताराम कन्टेन्ट ब्रदरको भिडियोमा मैले कतै न कतै कुनै कुनामा एउटा सानो क्लिप भए पनि एबाउट शान्तारामको क्लिप चाहिँ देखिहाल्छु कि यसमा पनि शान्तारामको क्लिप चाहिँ छुटेर हुन्छ ल हेरौँ यसमा शान्तारामको प्रोटेस्टमा के चाहिँ छ हजुर आखिर के हो तपाईको माग आज तपाईँ यो आन्दोलनमा अब हेर्नु मेरो दुईटा माग माग नम्बर 1 दोस्रो ब्याग हानिसकेपछि तेस्रो ब्याग सरकारले थप्नुपर्छ यो कुन किसिमको माग हो बे दोस्रो प्याक थपिसकेपछि तेस्रो प्याक चाहिँ सरकारले चाहिँ थपिदिनुपर्छ ब्रो यस्तो भयो भने त कुरै जोड्नु यो के हो बे माग नम्बर 2 यो महानगरले कुकुर व्यवस्थापन गर्नु पर्यो यो घर फर्किँदाखेरि जहिले टेन्सन दिन्छ एउटा फ्रिडम त हुन्छ नि कति नै कुकुरको मुत खाइदिए जस्तो सिग्री हराउने दाइ सबै ठिक भइहाल्छ नि भाइ किन हटाएर सरकारले त नमस्ते गर्थ्यो हाम्रो राजालाई मैले चाहिँ यो सिक्री हराउँदैवाला कन्टेन्ट चाहिँ एक्सपेक्ट गरिरहेको थिएँ कि सुरुमै एक्सपेक्ट गरिरहेको थिएँ यो चाहिँ भिडियो चाहिँ जे होस् रहेछ यसमा चाहिँ हालसालै भएको कन्टेन्टहरू चाहिँ मिसाएर बनाएको रहेछन् जिडी ब्रदरले त्यही भएर मैले यो चाहिँ कन्टेन्ट एक्सपेक्ट गरिरहेको थिएँ र यो कन्टेन्ट पनि आयो ल हेरौँ कस्तो छ नेताहरू जाओस् त A few moments later सेम छ त बे त सिक्री हराउने मान्छेको एसेन्टदेखि लिएर डाइलगदेखि लिएर एकदम मस्त क्याच गरेछ यिनीहरूले मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई हेरौँ अब के हुन्छ अघि सेम बनाएको अब के गर्नुहुन्छ दाइ तपाईँ के गर्नु भाइ अब रुनु भन्दा के गर्नु रुनु त हो नि मार्चे घरमा बुढीले तर यो सिक्री हराएको कन्टेन्ट चाहिँ अझैसम्म पनि मान्छेले हेऱ्यो भने त्यस्तो इन्ट्रेस्टिङ टाइपको छ कि बलुन भर्सेस के बोली ऱ्याप ब्याटल चल्छ ल गाइज हामीले बिचमा चाहिँ यहाँ ऱ्याप ब्याटलवाला कन्टेन्ट हेर्न पाइरहेको छौँ इट्स बोली भर्सेस बलुन आई डोन्ट नो रियल नेम चाहिँ किन नराखेको चाहिँ इट्स बोली भर्सेस बलुन र हाम्रो बोलीले चाहिँ सुरुमा चाहिँ आफ्नो चाहिँ ऱ्याप ब्याटल हानिसक्नु भएको छ हेरौँ अझै कस्तो छ ऱ्याप ब्याटल गर्छस् फ्याउरो मेरो खच्छ सरे खैरो मेरो चुडाप छिटो लौरो अब हेर्दै छ भाइ बाधोगर्भ आउँछ ठुलो पहिरो बेलुन माथि वृद्धा शोषणको अभियोग लाग्न सक्छ 80 साल कुर्नै पर्दैन नि बुढा
यसले 1 वर्षमै सरकारको ढुकुटी सक्छ त बच्चै छस् पछि बुढो हुन्छस् लौरो टेक्ने बैले हो त किन छुट्छस् आगो ताप बुढाको कुरा सुन्नु बुढाको बैले नै हो भाइ अनि सब नेपालको गाडी गुडाको नेपालको गाडी घोडाको ला यसको राइमिङ नै प्रदूषित यसलाई 1 लाखको चिट काट्दिन्छु नेपालको असली चालक मै हो भाइ यसलाई बीच बाटोमै झार्दिन्छु अझै उखाल टुक्का बढी हानिस् भने तँलाई टुकुच्चामै लगाएर गाड्दिन्छु डरायो बेसीको भयो बाटो के हो बुचाले भाग्यो तपाईँ यो ऱ्याप ब्याटलमा चाहिँ हाम्रो चाहिँ विनर हुनुभएको छ बलुन अनि चाहिँ भोलि चाहिँ भाग्न सफल हुनुभएको छ फ्रम बलुन ल नेपाली फर नो रिजन चियामा चिनी नलाइ हो क्या साथी त्यही त भने चियामा चिनी कम हुने आन्दोलन चियामा चिनी आन्दोलन चिया जुइली ठाउँ हुन्छ यार आन्दोलन हुन्छ जुगरबर्ग फेसबुक बन्द गर तर यो कुरा एक्चुअल पनि हो कि फ्यु इयर्सदेखि हामीले हेर्न सक्छौँ भने चाहिँ यति धेरै आन्दोलन र प्रोटेस्ट भएको छ नि नेपालमा कुनै छोड्दैनौँ कि अब भोलि बिहान ल्याएर कसैले चाहिँ मलाई उडेको चरा मन परेन भनेर प्रोटेस्ट गर्न नि बेला हुन्न कि प्रोटेस्ट मात्र हुन्छ कि काठमाडौँमा यहाँ तनाव छ काठमाडौँमा के नेपालमा प्रोटेस्ट हुन्छ त्यसको इम्प्याक्ट चाहिँ पुरै नेपाललाई पर्छ व्यवस्थित गर बाउ म पोखरा जाने सोच्दै थिएँ मतलब जाने भइसक्यो बेलुका मानव अधिकार हनन भयो छोरा छोरीलाई पोखरा जान दे जा पुरै गरिन्छ आजभोलि यस्तै भइरहेछ कि एउटा आन्दोलन सकिन्न अर्को सुरु हुन्छ अर्को सकिन्छ फेरि अर्को सुरु हुन्छ के नेपाली स्कुल अफ आन्दोलन के पहिला जात्रा मात्र हुन्थ्यो अहिले चाहिँ आन्दोलन बढिरहेको कि जात्रा भन्दा नि चक्का जान बाउ भन्नु जान झोले गाई यो देश त बिजोग भयो केटा अब यसरी उभो लाग्ला जस्तो छैन अब राजा नै चाहिएला जस्तो नेताको आश लागेन मलाई त्यही त दाइ यो चल्छ त देश नेताले बनाउँछ राजा कति धेरै हुन्छ आन्दोलनमा 3-4 बस अबे साले देश नबनायो नि खाना चाहिँ मिठो बनाउने है झोले ग्याङ कन्टेन्टमा चाहिँ एउटा के देखायो भनेपछि कति सानो कुरामा चाहिँ मान्छेहरू चाहिँ जस्तै नर्मली एक छाक खाना अथवा थोरै भात मासुको लागि पनि मान्छे दिनभरि नेताको पछि लाएर हिँड्छ कि प्रोटेस्ट गर्छ त्यस्तो मान्छे पनि टन्नै छ क्या मन्त्रीज्यू थप खाना यो के हो फेरि आन्दोलन अर्को आन्दोलन सुरु छिटो ल आन्दोलनको जागौँ सबै जागौँ आन्दोलन सफल पारौँ गर्ने जति एनर्जी निकाल्यो त्यति मासु भात अर्को टोली नै आइपुगेको छ आन्दोलनको लागि जति धेरै आन्दोलनमा जोस देखायो त्यति धेरै मासु भात थप रे के कसम यस्तो नि हुन्छ जति एनर्जी निकाल्यो त्यति मासु भात त्यस्तै हुन्छ होला काठमाडौँमा आजभोलि हाम्रो माग पुरा गर सर तपाईँहरू यो के गर्दै हुनुहुन्छ तपाईँहरूको माग चाहिँ के हो त हाम्रो चाहिँ हामी युथहरूको चाहिँ माग एक्चुअलमा के छ भन्ने कुरो सुन्दैछौँ है ल हेरौँ सुनौ कस्तो रहेछ माग हल्का गजबै खालको माग छ एकदम एक्सट्रिम लेभल सरकारले चाहिँ पुरा गर्नुपर्छ यतिखेर तपाईँलाई जनताहरूले एकदम प्रत्यक्ष प्रसारणमा हेरेका छन् तपाईँहरू के चाहिँ भन्न चाहनुहुन्छ त जनतालाई र तपाईँहरूको माग के हो हाम्रो माग सुनौ है हाम्रो माग सुनौ पग्नु है माग नम्बर 1 घरमा घिरौला ल्याउन पाइएन म त एक्चुअल मागमा केही एउटा हुन्छ नि म्यासेज अथवा केही दिन खोजे होला भनेको त एकदम त्यही लजिकवाला नै रहेछ घरमा घिरौला ल्याउन पाइँदैन अरे बाक माग नम्बर 2 पब्जी फ्री फायरमा रिकल वा रिभाइभ नगर्नेलाई 1 वर्ष जेल माग नम्बर 3 केटीले केटाको मेसेज सिन गरेर छोड्यो भने सिधै सेन्ट्रल जेल यो चाहिँ हुनुपर्छ है यो माग नम्बर 3 मा चाहिँ जे होस् मेरो पनि अलिअलि समर्थन छ है सीन मात्र गर्छ यार मेसेज रिप्लाई हुन्न टाइममा
नम्बर बिहानको खाना बुढाले होइन बुढीले बनाउनु पर्यो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। माग नम्बर 5 रक्सी खाएको बेला शीतन रक्सी खानले मात्र खान पाउने। लजिक चाहिँ छ यो। माग नम्बर 5 चाहिँ जसरी हुन्छ जे हुन्छ एकदम छिटो इम्प्लिमेन्ट हुनु पर्यो है। यो चाहिँ बहुत खराब हुन्छ। अब बुझ्नेले बुझिहाल्यो, अब अरू के भनौँ, म पुरै छोडिदिउँ ल, अरू मागेर माग यो चाहिँ एकदमै अब अन्तिम माग हो हाम्रो, इम्पोर्टेन्ट माग हो यो चाहिँ। के हो भनेपछि केटीहरूले स्कुटर चलाउँदाखेरि लेफ्ट साइडको साइड लाइट बाल्नु, साइड होइन लेफ्ट साइड। र गाइस गणेश जीडीको यो भिडियो एकदम दामी लाग्यो मलाई। कन्टेन्टहरू एकदम हिजो अस्ति भएको हालसाल घटनाहरूलाई चाहिँ समेटेर उसले चाहिँ कन्टेन्ट बनाएको छ। एकदम दामी छ कन्टेन्ट, मलाई एकदम दामी लाग्यो। आई इन्जोय द भिडियो। मलाई चाहिँ रियाक्सन दिन एकदम दामी लाग्यो। गणेश जीडीको कन्टेन्टहरू यस्तै कमेडी र एकदम रियल लाइफ रिलेटेड चिजहरू हुन्छ। र त्यसैले चाहिँ अब चाहिँ हामी भिडियो पनि सक्यो, अब बाई भन्न चाहन्छौँ। थ्याङ्क्स फर वाचिङ द भिडियो। किप सपोर्टिङ, सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला, हजुरले कहाँबाट हेरिराख्नु भएको छ। ल गाइज बाई।